हेलो गाइस, वेलकम टु माई न्यू च्यानल। आज चाहिँ हामी पासो बनाउन जान आँटेको छु। ल अब गाडी पनि आएछ। अब जाने हो पासपोर्ट तिर्नुको लागि। होइन पछाडि बस्छ न दुईजना, त्यो पछाडि बस्दा नि हुन्छ, मानिहाल्छु नि। भाइ आज हामी कहाँ जाने भन्दै त्यो पासपोर्ट बनाउन जान आँटेको। अब के चाहिँदो रहेछ तपाईँहरूलाई सबै कुरा भन्छु। सुरुमा चाहिँ अनलाइन फर्म भर्नुपर्छ। अनलाइन फर्म भर्दा डकुमेन्टहरू पासपोर्ट, नागरिकता कोडतिर पर्तिर पछाडि अगाडि सबै हाल्नुपर्छ। सबै फर्म भरेर हाल्नुपर्छ। आज चाहिँ हामी रियाद एम्बेसी जान आँटेको। यो चाहिँ हाम्रो गर्नदा रियाद। सब्सक्राइबरहरू अलिअलि बढी आएको छैन। रियाद एम्बेसी पनि आइयो। यहाँ चाहिँ हो कि क्या हो? ए होइन, यो त स्कुल हो नि यार। यस्तै देखिन्थ्यो क्या त्यो उयसमा, म्यापमा हेर्दाखेरि। कस्तो दुध हालेको चिया खान्छ, दुध हालेको चिया खाउँ। यो चाहिँ हाम्रो स्कुल रहेछ केटाकेटीलाई साउदीमा, किङडम अफ साउदी अरेबिया। कपे बस्दो रहेछ। कपेले कहाँ त्यहाँ बस्नै दिएन नि। 8 o'clock ओपन रो गिद्दाम भनिहाल्यो। के भनेको गिद्दाममा आर्मी रहेछ, गन बोकेर बसेको। त्यो एउटा मुसो बस्ने जस्तो ठाउँमा है। गन कस्तो देखायो, गन देखाएर। तर भाइ साउदी पनि राम्रो बनाइरहेछ है। कस्तो लागिरहेछ तिमीलाई? अब कति वर्ष भयो तिमी साउदी आएको? कस्तो लागिरहेछ? किन दिक्क लागेको? हरियाली देखियो धेरै पछि देखियो। कस्तो भित्र 4x4 रहेछ। युरो रेसिडेन्स 1 भनेपछि यो के उयो हो भाइ? उनीहरूले कारहरू यस्तो थोत्रे धुलो लिएर हिँड्छ नि। झ्याकमा हेर दुबईको जस्तै फाइन हानिदिनु पर्ने क्या। अनि अलिक कायदा हुन्थ्यो। फाइन केही छैन। तर गार्बेजहरूको सिस्टम चाहिँ भाइ राम्रो छ है। टक्क गाडी आउने यस्तो बनाएको छ, आनन्दले गाडीले उठाएर लिएर जान्छ। अघि अलिकति भिडियो कारमा बनाऊँ भनेको, खोइ त्यो कारको मान्छेले नबना भन्दै थियो। ठिकै छ नि त, तेरो बाउकै कार हो होइन? उसकै बाउको कार हो नि, के भन्नु र। ल भनेर भन्नु। त्यो अब सुरुमै फर्म भरेर आउँदा चाहिँ राम्रो। कोही मान्छे अब पासपोर्ट रिन्यु गर्नु छ भने चाहिँ होइन, यति आएर भर्छु भनेर चाहिँ दिमाग खराब हुन्छ। सुरुमै भर्नु। त्यो नेपाल पासपोर्ट वेबसाइटमा गएर
आफ्नो नामहरू हाल्ने, बाउको नामहरू हाल्ने, अनि डेट अफ बर्थ, यताउता, नागरिकता नम्बर, कहिले बनेको नागरिकता, त्यो सबै डिटेल चाहिने रहेछ। त्यो डिटेलमा चाहिँ भर्दा हुने रहेछ है साथीहरू। सकेसम्म चाहिँ सुरुमै भर्नु, किनकि स्लटहरू बुक गर्न मिल्छ नि त। यहाँ चाहिँ के छ, स्लटहरू डङ्की रहेछ। यहाँ चाहिँ ब्रिउ क्रिउ डङ्कीमा गएर चाहिँ चिया चाहिँ खानुपर्छ जस्तो भाइले चिया ल्याइहाल्छ। कस्तो दामी फुलहरू रोपेको, फुलहरू चाहिँ रोप्छन् यसले जे जस्तो भयो नि। साउदी अरेबियाको रोड राम्रो बनाइरहेछ, कन्स्ट्रक्सन चाहिँ डह्रो हान्दैछ यिनीहरूले, राम्रो हानिरहेछ कन्स्ट्रक्सन। 2030मा चाहिँ खत्रै बनाउँछ साउदी अरेबिया पनि। हेलो गाइज, आज चाहिँ अब डकुमेन्टहरू सब्मिट गरेर आइसक्यो। पासवर्ड हराएर दिमाग खराब भएर बल्ल बल्ल भेट्यो। उपरवालाले बल्ल बल्ल ल्याइदियो। अब त्यसपछि हामी चाहिँ रुम जाँदैछौँ। अब रुम